त धेरैको नो छ है ओके मलाई पनि कोडिङ गर्न आउँदैन मसँग टेक्निकल ब्याकग्राउन्ड पनि मसँग हैन म मार्केटिङ स्टुडेन्ट हो मार्केटिङ स्टुडेन्ट पनि हैन म त बीबीए को स्टुडेन्ट हो बीबीए पनि मैले त बीचमै ड्रप गरेको हैन सो अब वेबसाइट बनाउनको लागि पहिला हामीले चाहिँ वर्डप्रेस भन्ने एउटा प्लेटफर्म युज गर्थ्यौं तर अब वेबसाइट बनाउनको लागि च्याट जीपीटी को एउटा टुल छ क्या तपाईहरुले कोडेक्स भन्ने कहिले सुन्नु भएको छ कोडेक्स भनेको ओपन एआई यानी कि च्याट जीपीटी को एउटा टुल हो यो कोडेक्स युज गरेर तपाईले विदिन फ्यु मिनेट्स तपाईले खोजेको जस्तो वेबसाइट बनाउन सक्नुहुन्छ तपाईलाई चाहिएको जस्तो वेबसाइट बनाउन सक्नुहुन्छ कसरी हेर्ने हो अब मैले यसको लागि एउटा प्रम्प्ट बनाएको छु वेबसाइट डिजाइनको लागि पनि एउटा प्रम्प्ट छ यो पनि लगभग तपाईको 11 पेजको प्रम्प्ट हो म तपाईहरुलाई अब देखाउँछु है त च्याट जीपीटी को कोडेक्स भन्ने छ म तपाईलाई सबैको टुल्सहरु बनाएको छु राम्रोसँग याद गर्नु होला च्याट जीपीटी को यो कोडेक्स भन्ने टुल छ गिभ मी अ सेकेन्ड है ओके सो यो कोडेक्समा गएर अब हेर्नुस् है यो कोडेक्समा गएर अब अघि भने यो कसरी गर्ने म तपाईलाई विस्तारै यसको लागि दिनेछु म रोड म्याप है तर तपाई के बुझ्नुस् भने यो कोडेक्समा गएर मैले के गरेको छु मैले चाहिँ 4 जना सिनियर प्रोडक्ट डिजाइनर कन्भर्जन फोकस्ड ल्यान्डिङ पेज स्ट्र्याटेजिस्ट फ्रन्ट एन्ड डेभलपर युआई यूएक्स एक्सपर्ट 4 जना मान्छे मिलेर मेरो लागि एउटा वेबसाइट बनाइदिऊ भनेर भनेको छु क्या अनि यो कोडेक्सले यहाँ हेर्नुस् 9 मिनेट 50 सेकेन्ड 10 मिनेट पनि हैन 9 मिनेट 50 सेकेन्डमा मेरो लागि कस्तो वेबसाइट बनाइदिने हो लेखेर्नुस् सो दिस इज द वेबसाइट तपाईहरुलाई कस्तो लाग्यो यो वेबसाइट च्याटमा लेखेर पठाउनुस् है यो वेबसाइट एआई ले 9 मिनेट 50 सेकेन्डमा बनाइदिएको सो मिलन नेपाल भनेर मेरो लागि लोगो पनि बनाइदिएको छ सो दिस इज द वेबसाइट एभ्रीवन हेर्नुस् यो वेबसाइट बनाउनको लागि मैले बनाउनु परेको भए कति दिन लाग्थ्यो होला क्या बट लुक एट इट दिस इज द वेबसाइट एभ्रीवन using Codex, using AI. So this is freaking powerful, yeah. Right? Okay, right. So this is how you create website. हामीसँग अझै धेरै कुराहरु छ जुन मैले तपाईहरुलाई देखाउनु पर्छ सो म एकदमै डिटेलमा जान्दिन है सो यो भयो तपाईहरुको वेबसाइट ओके धेरैजनाले वेबसाइट देखेन भन्दै हुनुहुन्छ सो दिस इज द वेबसाइट एभ्रीवन कोडेक्सले बनाइदिएको वेबसाइट हो यो सही धेरै कुराहरु शेयर गर्नुपर्ने भएको कारणले चाहिँ मैले एकदमै शेयर अन एन्ड अफ गर्नु पर्यो क्या सो यो वेबसाइट चाहिँ हेर्नुस् ओके सो दिस इज हाउ यु क्रिएट वेबसाइट अब यसमा पनि अहिले हामीले डिटेलमा जाँदैनौँ अझ किन धेरै कन्टेन्टहरु छ जुन सबै यसरी डिटेलमा कुरा गर्यो भने धेरै नै टाइम लाग्छ हैन तर म तपाईहरुलाई एउटा कुरा भनिदिन्छु ल तपाईहरुले एआई एजेन्ट्सको नामहरु सुन्नु भएको छ कि छैन र कोडेक्स जुन मैले तपाईलाई देखाएँ नि यो प्रिमियम हैन यो फ्री टुल हो मैले जुन वेबसाइट बनाएको छु तपाईहरुले फ्रीमा बनाउन सक्नुहुन्छ यो मेरो पेड टुल हो मैले सबै टुल मैले पर्चेज नै गरेर युज गरिरहेको हुन्छु तर कोडेक्सलाई तपाईले फ्रीमै युज गर्न सक्नुहुन्छ तपाईको क्लाउडमा एआई मार्केटिङ टिम फ्रीमै बनाउन सक्नुहुन्छ त्यो स्किल्सहरु सबै जुन मैले अपलोड गरेको थिएँ त्यो मार्केटिङ टिम बनाउनको लागि त्यो पनि तपाईले फ्रीमै गर्न सक्नुहुन्छ एउटा इन्ट्रेस्टिङ कुरा म तपाईलाई के देखाउन लागिरहेको छु भने नि स्क्रिनमा हेर्नुस् मैले कोडेक्समा त्यो 4 जना टिम मेम्बर बनेर तिमीहरुले लागि यो वेबसाइट बनाइदेऊ भनेर मैले त्यो प्रम्प्ट दिइसकेपछि नि कोडेक्सले यसरी काम गर्न स्टार्ट गरेको थियो क्या हेर्न सक्नुहुन्छ ओके आई विल बिल्ड दिस डाइरेक्टली इन द एक्जिस्टिङ वर्कस्पेस भनेको छ द वर्कस्पेस इज एसेन्शियली एम्प्टी भनेको छ कि मल्टिपल मेरो एआई एजेन्ट्सहरुले नि यो मल्टिपल कामहरु गरिरहेको छ क्या कसैले यो गरिरहेको छ 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 सो दिस इज द कन्सेप्ट अफ एआई एजेन्ट्स
है। एजेन्ट्सहरू मिलेर हाम्रो लागि यसरी काम गरिरहेको हुन्छ र एआई एजेन्ट्सहरू, एआई मेम्बर्सहरू, टिमहरू मिलेर मेरो लागि 9 मिनेट 50 सेकेन्डमा यो वेबसाइट बनाइदियो। ओके, अब फास्ट गरौँ अलिकति है। अब मलाई अर्ग्यानिक कन्टेन्ट क्रिएट गर्न मन लाग्यो। अर्ग्यानिक कन्टेन्ट क्रिएट गर्नको लागि